के छ साथीहरू, आज नि मानिसहरूको जीवनमा नि विशेष गरेर दोस्याउने कुरा हुन्छ होइन। एकअर्कालाई भन्ने, खै होच्यार भन्ने, गर्ने, उसले गरेको गल्तीहरू बारम्बार देखाइरहने। कतिजनाको यस्तो बानी हुन्छ नि, 1 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष 10 वर्ष 15 वर्ष गएको कुराहरू पनि याद दिलाएर त्यो दोष त्यो गल्तीहरू देखाइदिन्छ। देखाउनु त ठिकै, तर त्यो प्याच्च बोलेर त्यो कुराहरूद्वारा त्यो कामहरू गरेको, गलतहरू गरेको कामहरू बनाएर चाहिँ एकदमै मजाले बच्छ क्या। त्यही भएर मान्छेको स्वभावमा 2 किसिमको आचरणहरू हुन्छ। तपाईँले असल त्यसलाई बनाएर भन्न सक्नुहुन्छ, राम्रो गरेर भन्न सक्नुहुन्छ, घुमाएर भन्न सक्नुहुन्छ, सिधै पाराले पनि भन्न सक्नुहुन्छ, बिर्सिन पनि सक्नुहुन्छ। महत्त्वपूर्ण कुरा, यदि त्यो व्यक्तिले गरेको कुरा होइन छोडिदिन्छु म बिर्सिदिन्छु भनेर तपाईँले भन्नुभयो नि, गर्नुभयो भने त्यो बिर्सिनुहुन्छ क्या, याद आउँदैन। तर बारम्बार त्यो अर्काको गल्तीलाई तपाईँले हेरिरहनु भयो भने नि त्यो याद आइरहन्छ र तपाईँलाई पनि त्यो आराम दिँदैन। त्यसको परमेश्वरको वचनले भन्दछ, रोमी 8:1 भन्दछ, यहाँ तपाईँहरूको बिचमा पढेँ, यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूको लागि कुनै दोष छैन रे। हेर्नुहोस् न, पाप गर्यो कि, फटाइङ गर्यो कि, होइन, कुलतमा फस्यो कि, व्यभिचारमा फस्यो कि, टुनामुनामा फस्यो कि, जादु टुनामुना गर्ने मान्छे भइयो कि, होइन, मानिसहरू जति घिनलाग्दो कुराहरू गरे पनि नि, जब ख्रीष्ट येशूलाई आफ्नो मुखले विश्वास गर्छ नि, अनि त्यो परमेश्वर जसले तपाईँलाई बनाउनु भयो नि, उहाँले मान्छे जस्तो सोच्नुहुन्न। उहाँले कृपा दृष्टि, अनुग्रहको दृष्टिले उहाँले हेर्नुहुन्छ र त्यो दोस्याउने कुराहरू उहाँले कहिले गर्नुहुन्न। ठिक छ भन्नुहुन्छ, तिमीले गल्ती गर्यौ, तिमीले आफ्नो गल्ती महसुस गर्यौ, पश्चाताप गर्यौ, अब मैले तँलाई क्षमा दिन्छु र अबदेखि तेरो अपराध, तेरो पापहरूलाई पूर्व र पश्चिम जति टाढा छ त्यति नै टाढा गरिदिनेछु। समुद्रको गहिराई जति छ त्यति नै त गहिराईमा तेरो पापहरूलाई म फालिदिन्छु। हेर्नुहोस् न, खोजेर पनि भेट्दैन। कस्तो मजाको कुरा है, प्रभुले भन्नुभएको कुरा। प्रभुले तपाईँलाई जब निहाल्नुहुन्छ नि, र तपाईँले यदि पश्चाताप गर्नुभएको छ भने, त्यो कुराको लागि तपाईँलाई गिल्टी फिल भएको छ भने, र साँच्चै प्रभु मैले चाहिँ भुल गरेको छु भनेर तपाईँले जब विश्वासका साथ प्रभुको अगाडि प्रस्ताव गर्नुहुन्छ नि, प्रिय, प्रभुले भन्नुहुन्छ, मेरो पुत्रको कारण म तँलाई फेरि नयाँ तुल्याइदिन्छु र अब उसो जिउने त होइन, तर ख्रीष्ट चाहिँ तँमा जिउने छस् भन्छ। गलातीको पुस्तकले भन्छ नि, त्यो त विश्वास गरेर नि बाबुले भन्छ नि, होइन, अब उपरान्त जिउने म होइन नि, तर ख्रीष्ट ममा जिउनुहुन्छ र जुन जीवन म उहाँमा जिउँछु त्यो उहाँको पुत्र प्रभु यीशु ख्रीष्टलाई धारण गरेर जिउँछु। उहाँ जिउनुहुन्छ, उहाँलाई मनपर्ने जीवन चाहिँ जिउनुपर्छ। त्यसैले तपाईँ हामी चाहिँ सुध्रिन जरुरी छ। भुल हुन्छ, गल्ती हुन्छ, तर प्रभुको अगाडि निर्दोष साबित हुनलाई एउटै हो, प्रभुको मन जित्नुपर्छ। प्रभुले चाहेको इच्छामा हिँड्नुहोस्, प्रभुले भनेको कुरामा मनन गर्नुहोस्, प्रभुको हृदय तपाईँले एक क्षणमै जित्नुहुन्छ, धेरै बेर लाग्दैन। प्रभु कहिले पनि त्यो लम्बा हिसाब लिएर आउनुहुन्न, तर तपाईँको पश्चातापको चरणलाई, प्रस्तावको त्यो कुरालाई हेर्नुहुन्छ। आशा छ बुझ्नुभयो र तपाईँले आफूले गरेको गल्तीहरू पश्चाताप गर्नुहोस्, अहिले नै पश्चाताप गर्नुहोस्, रियलाइज गर्नुहोस् र प्रभु म साँच्चै नै पापी अधर्मी रहेँ,
मैले तपाईँको वचनदेखि तर्केँ, मैले भुल गरेँ र आज तपाईँको वचन सुन्दै गर्दा म पश्चाताप गर्दछु भनेर पुरै हृदयले के आत्मामा भएर तपाईँले त्यो प्रार्थना गर्नुहोस्। 100% तपाईँले त्यही घडी तपाईँले महसुस गर्नुहुनेछ। त्यही घडी तपाईँको त्यो खराब बानीहरू, त्यो आत्माहरू, त्यो भित्र हृदयमा भएको कुराहरू बोझले दाबिएको जस्तै हुन्छ अनि त्यो फुक्वा भएको तपाईँले महसुस गर्नुहुनेछ। हो, बन्धनमा पाएको जस्तो हुन्छ, तर जब प्रस्ताव गर्नुहुन्छ नि त्यो निस्केर जान्छ, टुट्छ, जुवाहरू टुट्छ, बन्धनहरू टुट्छ, स्वर्गीय ढोका खुल्छ। आमेन। प्रभुले तपाईँलाई आशिष दिउन्। आउँदै गरेको दिनहरूमा तपाईँलाई आत्मामा परमेश्वरको वचनमा बढ्दै जानुहोस्, कम्ती नगर्नुहोस्, बढ्दै जानुहोस्। केही न केही कुरा सिक्नुहोस्, केही न केही कुरा ट्रेन लिनुहोस्, केही न केही कुराहरूमा अगाडि बढ्नुहोस्। क्या बसेर केही फाइदा छैन। संसार भाग्छ, तपाईँको साथी भाग्छ तपाईँको अगाडि, हात थाम्दैन। तर परमेश्वर हुनुहुन्छ जसले तपाईँलाई बोकेर पनि अगाडि लानुहुन्छ। क्या बोकेर पनि तपाईँलाई अगाडि लानु, उचालेर लानुहुन्छ। तर आफन्तले छोड्छ, साथीले छोड्छ, भाइ बन्धुहरूले छोड्छ। तर प्रभु मात्रै हुनुहुन्छ जसले म भन्छु, उहाँले भन्नुहुन्छ म तेरो साथ कहिले छोड्ने छैन, म तँलाई थाम्नेछु, तँलाई म बोकेर लिएर जानेछु। What a great वचन छ, कति शक्तिशाली वचन छ। प्रभुले आशिष दिनु। थुप्रै कुराहरू छ। तपाईँले प्रभुमा सधैँभरि अगाडि बढ्नुपर्छ। ल, छोडिदिनुहोस्। मान्छे के भन्यो, कसैले भन्यो, कहाँ गयो, के हो, छोडिदिनुहोस्। तर तपाईँ प्रभुमा बढ्नुहोस्। तर त्यो मान्छेहरूसँग तपाईँ मन दुखाएको मान्छेहरूसँग भेट्दा नि आरामले बोल्नुहोस्। क्या प्रेमले बोल्नुहोस्, थोरै बोल्नुहोस् न, के छ। तर तपाईँले आफ्नो अहमियतलाई, तपाईँले आफ्नो क्वालिटीलाई, तपाईँले आफ्नो वरदानलाई, तपाईँले आफ्नो परमेश्वरसँग सम्बन्धलाई बढाउनको लागि तपाईँ आफै उठ्न जरुरी छ। सुतेर हुँदैन, आफै उठ्नुपर्छ। ल, प्रभुलाई आशिष दिनु।